भएपछि के चाहिँ दिनु त तिमीले पनि एकदम ठोस कुरा बोल्नु पर्छ नि हामी चढ्ने पनि थिएन तिमीहरू जे पनि बोल्दा हुन्छ मैले बुझिसकेँ तपाईलाई मैले भन्दै थिएँ त्यही त अब यो त कहाँ भयो हामीलाई उतार्देऊ थाहा छ रे भाइ हामीलाई पनि किडन्याप गर्न त मान्छे त मुख अनुहार हुनुपर्छ नि अनि अरे बाबा कान समाते बौला भइसी पागल भइसी अनि यही रोग के चिया पनि खाएको छैन भन्नुहुन्छ भोकै छु भन्नुहुन्छ यार अनि अब त पैसा नभएर कहाँबाट खाने हामीले तपाईहरुलाई जिस्काएको के त्यो त नि सिस्टर त फेरि रोइदिने हैन फेरि ल प्र्याङ्क हो प्र्याङ्क कहाँ त्यस चढेपछि कहाँ हुन्छ हौ धुलाबाडी जान्छ यस्तो स्कर्पियो 100 रुपैयाँमा त्यतिखेर न चढ्नु आन्टी यस्तो पैसामा हामी जाँदैन भनेर त जबरजस्ती तपाईले चढाएर नगर न भाइ पैसा नभएपछि के चाहिँ दिनु त अब कहाँ चढाइछ त 500 दिनै पर्छ नि अब यहाँ मरिराख्नु त्यस्तो कहाँ हुन्छ हौ अटोले लाँदैन 100 रुपैयाँमा नि तपाईले बाफ्रे अघि हामी त्यही अटोमा आएको अहिले चाहिँ हामीलाई नै कुन अटोमा आएको लु भन्नु त कहाँदेखि आएको लु भन्नु न म्याजिकमा आयो दुई आमा छोरीको 100 रुपैयाँ ल्याउ त्यहाँसम्म म्याजिकमा त 4 सम्म पनि लिन्छ 100 रुपैयाँ चरालीबाट म्याजिकमा यहाँसम्म आयो भन्नु त मैले धुलाबाडी जान्छु भने म धुलाबाडी हिँडेको हामी चारली जाँदैनौँ भन्दा पनि तपाईँले आफै चढेर चराली जाने ए हामी त काँगरभिट्टा हिँडेको भनेर तपाईँले भनेको हो कि लु भन्नु त मैले धुलाबाडीसम्म जान्छु भने म धुलाबाडी नै जान्छु भाइ त्यही त म धुलाबाडीसम्म लगिदिन्छु तर 500 रुपैयाँ घटा त लाग्छ भाडा तपाईलाई मैले राम्रै भनेको थिएँ किन अघि नै मैले तपाईलाई तिमीहरू जे पनि बोल्दा हुन्छ मैले बुझिसकेँ तपाईलाई मैले भन्दै थिएँ त्यही त किन म्याजिकमा जानु पर्यो हजुरआमा अघि आउँथ्यो म्याजिकमा जान खोजेको तिम्रो गाडी आयो अनि मैले अब त्यही जाँदा रहेछ धुलाबाडीतिर लु नपत्या तपाईँको के अरे बहिनीलाई सोध्नु त यो दिदीलाई म उता धुलाबाडी हिँडेको भन्दा भन्दै तपाईँ चढेको हो किन यो बाटो त अब पुग्छ नि अब यस्तो भाडा नदिने ल्याङल्याङ गर्नु भयो भने त म त उता जङ्गलतिर लगेर छोडिदिन्छु यस्तो भाडा नदिने ल्याङल्याङ गर्नु भयो भने फेरि मान्छेहरू यस्तै हुन्छ क्या भाडा दिनु हैन तिमीले पनि एकदम ठोस कुरा बोल्नु पर्छ नि हामी चढ्ने पनि थिएन म फोन अहिले 500 रुपैयाँ 200 रुपैयाँ यसरी भन्छ म फोनमा बोल्दै थिएँ उता बोल्दै थिएँ म फोनमा बोल्दै थिएँ किन तपाईँले कुरा चाहिँ भन्छ नि जता लु म फोनमा बोल्दै थिएँ किन त्यति चाहिँ भन्नु त लु मैले भनेर चढेको ए दिदी म फोनमा बोल्दै थिएँ किन भन्नु त त्यस्तो कुरा नगर है भाइ चारले जाँदैन भने दिन्छु नि चारले नजाँदा के म जबरजस्ती हिँड भनेको तपाईले त अब भनेको चारले अब धुलाबाडी जान्छु अनि मैले भने धुलाबाडी जाँदा राख्दैन त उहीबाट म त फोनमा बोल्दै त कहाँ हिँडेको भन्नु धुलाबाडी हिँडेको भने मैले हामीलाई ढोकै नखोलिदिनु पर्छ बरु हुँदैन ढोका हामीले खोलिदिएको तपाईलाई आफै यस्तरी तपाईले हातले खोलेको ढोका पनि कुरा गर्छ यो भाइहरू बरु हामीलाई उतार्दियो है तपाईँ घर कहाँ भन्नु छ हाम्रो घर यहाँ चाहिँ कहाँ ठाउँ ल्याएको अब यो त कहाँ भयो हामीलाई उतार्देऊ हुन्छ उतारिदिन्छु म पैसा चाहिँ दिनु न त आधी भाडा पैसा म जान्दिन घर जता हामीले अब यहाँसम्म आएर नि भाडा चाहिँ नदिनु म जान्दिन उतार्देऊ भाडा दिँदै गर्नु त्यो भाइहरूलाई त्यहाँ त्यो भाइलाई भाइ पो भाडा दिनु यहाँ बिना पत्ताको ठाउँमा ल्याइदिएको यो कुन ठाउँ हो भने यहाँ भन न कुन ठाउँ हो यो बाटो हो नि यत्रो घर छ यत्रो देख्नु न रोड छ यो गाउँ हो त बुझ्नु पर्यो नि त हामी कताबाट जाने अब त्यहाँ धुलाबाडी धुलाबाडी होइन म जहाँ भन्छ त्यही पुगाइदिन्छु पैसा त दिनु पर्यो नि बोलेपछि पैसा नहुँदा अब भर पर्दैन मान्छेको अरे गाडी चढेपछि भाडा दिन्छु दिनु पर्दैन यस्तो गर्नुहुन्छ त पछि लबडा सबडा भयो नि भिडियो चाहियो नि हामीलाई ल हामीले पनि भिडियो गर्न जानेको छु ल तपाईँ पनि भिडियो गर्नुहोस् हामी पनि भिडियो गर्छौँ उतार्देऊ न ओ भाइ कहाँ लगेको उतार्नलाई त पैसा दिनु पर्यो नि तपाईँले भाडा यहाँसम्म आएको आधी बाटोसम्म गाडी ल्याएर अनि भाडा नदिने भनेपछि त कसरी उतारिदिनु मैले भन्नु त यहाँसम्म ल्याएर अनि लास्टमा अब तपाईँले दिनभरि उसमा फोटो परिचय पत्र बनाउँदा भक्कै पेट बसेको छु केही पैसा नभएर परिचय पत्र अहिले यो लफडा लगाइदिएको तपाईँहरू चाहिँ कहाँ आउनुभएको खासमा त्यही परिचय पत्र बनाउनु काँकरभिटाबाट आएको काँकरभिटाबाट यहाँ आउनुभएको परिचय पत्र बनाउनु गाडी चढेर आउनुभयो कि अटो चढेर आउनुभयो जे गरेर आए नि त उडेर जहाजमा आयो भनिरहेको छु पैसा छैन भाइ अब तपाईँ सिटीमा म्याजिकमा आउँदा फ्रीमा आउनुभयो कि पैसा तिरेर आउनुभयो लु भन्नु पैसा त अब जति लागेको पैसा तिरेर आयो हामीले पनि त लागेको पैसा मात्र मागिरहेको छु मैले अब खाली गाडी देखेँ अब त्यही जान्छ यति दिन्छु है भाइ भनेर चढेको ठिक छ तपाईँ चढ्नु भयो अब भाडा पनि दिनु न त चढेको त मैले धुलाबाडीसम्म यति ल म तपाईँलाई धुलाबाडीसम्म पुगाइदिन्छु भनिरहेको छु नि त धुलाबाडीसम्म म 100 रुपैयाँ दिन्छु है भाइ भनेर चढेको म त पैसावाला धेरै होइन पैसा भएको छैन अहिले हामीले पैसा बिनाको केही
खाएको लु त्यो मेरो पापा चाहिँ भाडाबाट तपाईँ आधी 500 नदिनु आधी 500 खाजा खानु आधी 500 दिनु मलाई 500 रुपियाँ भए पो 500 दिन्छु भाइ म यति दुलाबारी जान्छु यति दिन्छु चराली जान्छु ए म पुगाइदिन्छु त धुलाबारी नै पुगाइदिन्छु तपाईँलाई दुलाबारी त पुगाइदिन्छ नि मसँग पैसै छैन अब पैसै बिना चाहिँ हामी चाहिँ नखानु गाडीमा तेल नहाल्नु आफ्नो मात्र बारेमा सोच्ने अरे छैन त पैसा के गर्नु र भाइ हामी घरदेखि त त्यत्रो पैसाको अनुहारै देखेको छुइनँ त्यति बेला चाहिँ म कहाँबाट दिनु त्यत्रो पैसा ए तपाईँ घरबाट कति रुपियाँ लिएर आउनु भयो लु न ढाडी भन्नु त त्यसो भए कति रुपियाँ लिएर आए जम्मा के अरे 500 रुपियाँ लिएर आएको थिएँ अनि यतादेखि उता काकरपेटादेखि चरालीसम्म भाडा त्यहाँदेखि फेरि यता भाडा 100 रुपियाँ गयो चरालीदेखि आउँदाखेरि कहाँ काकरपेटादेखि आउँदा कति रुपियाँ गयो काकरपेटादेखि चराली आउँदा कति रुपियाँ गयो अनि त्यहाँ काकरपेटा 20-30 रुपियाँ गोटा कति रुपियाँ गोटा 50 रुपियाँ गोटा कति रुपियाँ गोटा अनि त्यहाँ के अरे 500 मा यतातिर उता कागज बनाउनलाई पनि 100 रुपियाँ लियो 200-300 रुपियाँ त सिन्थ्यो त अनि 50 रुपियाँ यहाँ हातमै छ अरू 150 रुपियाँ उसँग होला अनि तिमीलाई मैले ढाँटेको कुरा भन्छु हामी त कहिले स्पेयर देखेकै छैन अनि भाडा चाहिँ 100 रुपियाँ मात्र अटोमा पनि बढी म लिन्छ सोचेको थिएन नि त अब हामी त यस्तै सिटी म्याजिक भेटेर गइहाल्छु म त्यत्रो भनिरहेको छु म जाँदिनँ चराली म जाँदिनँ अब अहिले आएर बिचमा ओर्लिन्छु भनेर हुन्छ अब दिदी त्यस्तो नभन न त पैसा छैन अब तपाईँलाई घरैसम्म पुगाइदिन्छु अलिकति पैसा दिनु मागेर कसैलाई घरसम्म पुगाएर म कहाँबाट घरमा खोज्छु अब धुलाबाडी आउन लागिसकेपछि तपाईँहरूले यस्तो कुरा गरेर हुन्छ अब पैसा छैन त के गर्नु बाप रे बाप यार कस्तो ढाड्नु हुन्छ यार पैसा भरेको भए नि यति हामी पनि यति बोल्ने उमा चढ्ने पनि थिएन के चिया पनि खाएको छैन भन्नुहुन्छ भोकै छु भन्नुहुन्छ यार अनि अब त पैसा नभएर कहाँबाट खाने एक कपको 2 जनामा चिया खाए उसले एक कप मात्र बोल्नु गरेको छ के दिनमा मैले यो फेरामा पर्यो तपाईँ पनि गरी खाने मान्छे हामी पनि गरी खाने मान्छे हो कि हैन अब गरी खाने मान्छे पैसा तपाईँलाई पनि चाहिन्छ भुलचुकमा मैले भनिहालेँ चढिहालेँ अब मलाई त्यत्रो पैसा मसँग छैन ल ल ल 1000 रुपियाँ नदिनु 500 रुपियाँ जम्मा दिनु न त हुन्छ कि त्यति पनि दिनुहुन्न लु भन्नु त छैन 500 म सजाउँदा परिचय पत्र ए विदेश जान हाट्नु भएको हैन अनि भोट हाल्नलाई त्यसो नेतालाई मागेर दिनु चुनाव आउँछ नि जुन दिन त्यो दिन मलाई दिनु सम्झेर ल मेरो फोटो खिचेर राख्नु मोबाइल नम्बर राख्नु अनि भोट हाल्नु हुन्छ नि विदेश जान्छ नि विदेशबाट पठाउँछ नि ल ल मेरो नम्बर चाहिँ लिएर जानु नि फेरि ल दिनुहुन्छ नि भोलि पर्सि चाहिँ ल भोलि पर्सि दिनुहुन्न जस्तो लाग्न थाल्यो मलाई त अब बाँकी दिउँ भने पनि तर 500 रुपियाँ चाहिँ जम्मा दिनुपर्छ है भनेको त अब विदेश जान्छ अनि दिन्छ अहिले कस्तो खालको यो अडिट गरेर बोल्छौ मान्छेको लु 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 मैले अडिट गरेँ हैन पर्दा अलिकति बुझ्नु पर्दैन मैले अडिट गरेँ नि तपाईँको छोरीलाई सोध्नु न त हैन अब त पनि एउटा कुरो भेडो मलाई के थाहा छ यस्तो गर्छ नचढौँ भनेको हो नि अब होइन अर्काको गाडीमा चढिसकेपछि अब त रिजर्भ गरिसकेपछि अलिकति त पैसा त दिनुपर्छ भाडा तपाईँले पनि त सोच्नुपर्छ तपाईँलाई म इटा भट्टासम्म छोडिदिँदैछु कि तर 500 रुपियाँ चाहिँ दिनुपर्छ है 500 रुपियाँ भए पनि दिनु यो भाइ चाहिँ त्यतिखेरदेखि 500 कि 500 बोल्छौ अरू सबै गाडीमा यस्तै गर्नुहुन्छ म यस्तो गाडीको फेलामा कहिले परेकै छुइनँ तिमीलाई पनि देखाएँ त्यहाँ भोलि पर्सि फेरि त्यहाँ यताउता फेरि हामीलाई दायाँ बायाँ फेरि मान्छेले झुटो केस लाग्यो भने त भिडियो देखाउनु पऱ्यो नि फेरि उल्टो ठग्यो भन्थ्यो भने हामीले के गर्ने यो भिडियो देखाउन पायो नि त होइन आन्टी नरिसाउनु है भिडियो गर भनेर फेरि गरी खान गाह्रो छ नि त देशमा फसाइहाल्छ त्यही भएर भिडियो गरिहाल्ने हो सर्ट के लाग्यो अनि च्याट्टासँगले आफ्नो भाडा पनि कति हो पाइन्छ थाहा छ रे भाइ हामीलाई पनि किडन्याप गर्न त मान्छे त मुख अनुहार हुनुपर्छ नि हामी पनि अरे बाप मान्छेकै ठाउँमा बसेर आएको छु अब मान्छेकै ठाउँमा बस्नुभएको तपाईँ त्यसले नै भन्छौ किडन्याप गरेको जस्तै गरेको हामी त्यस्तो सोचेको भए म गाडी नै चढ्ने थिएन अनि ओराल देऊ कि ओराल देऊ भन्नुहुन्छ आधी अनि अब बाटोमा अब अनि भाडा पनि पैसा- दिन खोज्नु यति पैसा भन्दाखेरि डर हुँदैन अब यो भाइहरू अब एउटै कुरो बोल्छ भाडा यसो मान्छे हेरेर नि पैसा यो पालाजा हो कि होइन यसो हेर्नु नि अब मान्छे हेरेर चाहिँ हामीलाई चाहिँ कसरी थाहा हुन्छ कोसँग कति पैसा छ भनेर पैसा नभएपछि यत्रो कुरा सुनाइदिएको तपाईँसँग यति पैसा छ भनेर चाहिँ कसरी थाहा पाउनु हामीले अब भर्खर त पर्स देखाउनु भएको छ भर्खर त विदेशको लागि अब परिचय पत्र बनाए अब पासपोर्ट बनाउनु पर्छ कमाए त
भाडा चाहिँ दिनु भन्नु तपाईले दिदीलाई त मैले नै भर्खरको मान्छेले चाहिँ यसो बुझाउनु है बुढाबुढी मान्छे जस्तै किचकिचे हुन्छ भर्खरको मान्छे कमाएको छ र उसले दिन्छ हुँदैन दिदी भन्नु भयो बुढाबुढी मान्छे भनेको किचकिचे हुन्छ अब तपाईँ चाहिँ बुझ्नुहुन्छ हाम्रो पनि यसो हेर्नुहोस् तेल खर्च उडाउनु पर्ने हुन्छ केही पैसा खाजा खानुपर्छ आफै बुझेर चाहिँ भाइ मैले त यसो सोचेको अब खाली छ अब थोरै थारै यसो सिटी म्याजिक जस्तै तिर्ने जाने भनेर पहिले नै यस्तै हुन्छ है आन्टी भनेको बाटो म चल्ने पनि थिएँ तिमीलाई नै सिकाए यो विदेशकै सबै कुरा अहिले नै भनिदिएको त ए बाबा इन्टरभ्यू लिने त ठाउँमा त छँदैछ अरे म पनि त पठाउन सक्छु विदेश ए हो अनि अरे बाबा कान समाते यही आउँदा त तिमीले राम्रो कुरा मलाई पाठ पढायो भाइ अब जाओस् अब तिमी त फ्रीमै पठाइदियो भने म कान समाते ठिकै भनेको बाप्रे विदेश पठाउन सक्छु बाप्रे यहीँदेखि यहीँ आउँदा त मलाई कान खाइसक्छ कुन देश जान आँटेको त्यो अहिले पछि कुरा गरौँ न अहिले त अब जे भन्दा पनि भइहाल्छ नि होइन कुन देश जान आँटेको भन्नु न अब अमेरिका हामी काँगर भिटादेखि त विराटनगर दुबी 250 मा जान्छौँ एकजना भएर ए गाडीमा यहीँदेखिको यहीँ 500 भन्ने राख्नु गाडीमा हो नि त सिस्टर हेर सिस्टर एकदम हवाई जहाज पनि 300 भए पनि 250 ले डिस्काउन्ट गरेर यो गरेको छ नि ल 200 रुपियाँ ल्याऊ या मसँग 50 रुपियाँ यो चाहिँ अब चढेर जानु पर्यो यति चाहिँ कुरा बुझ्न रे भाइ बुझ्न रे भाइ अब यतिमा हो भने चाहिँ म चाहिँ लादिनँ हेर गाडी यता स्वात्तै छिराइदिन्छु 200 रुपियाँ थियो 50 रुपियाँ यो अब के सानो पैसा दिनु पर्यो होइन म त गाडी लान्छु उतातिर अब पैसा छैन रे भाइ तँ रुकाइदे नक्कल बन्दमा लगेर छोडिदिउँ कौला भइसी पागल भइसी होइन यहीँ रोकिदिनु ल ल म यहाँ साइड लाएर रोकिदिन्छु ल म त रुनु सकेको छुइनँ म त नरुनु न आन्टी कुरा सुन्दाखेरि नि साह्रै म यहाँ साइडमा रोकिदिन्छु क्या आन्टी होइन साइडमा रोक कि मैले बुझेँ अब यति भनेको बुझ्नु र 50 रुपियाँ चाहिँ अब यहाँ दुईआमा छोरी उरा कागरभिटासम्म जाने भाडा कागरभिटा नरुनु नि त रुनुपर्छ तेरि क्या 50 रुपियाँको लागि तपाईँ रुनुपर्छ त नि हाम्रो अगाडि हिजो भर्खर आमाको मुखले दिन्थ्यो आज फ्रीमा हिजो रमाइलो गरे आज पर्खिन अब यो चाहिँ सबै हामीले तपाईँहरूलाई जिस्काएको के हामी तपाईँहरूलाई फ्रीमा ल्याइदिएको यहाँसम्म हामी पैसा लिँदैनौँ यो भनेको प्र्याङ्क भन्छ इङ्ग्लिसमा बुझ्नुभयो ल प्र्याङ्क हो प्र्याङ्क ल यता हेर्नु त अब पैसा नलिने हामी किन मलाई यत्रो दुःख दियो यो प्र्याङ्क हो प्र्याङ्क प्र्याङ्क हो क्या प्र्याङ्क भनेको जिस्केको हो क्या साँच्चीको प्र्याङ्क हो क्या प्र्याङ्क ल हाँस्नु ल अब हाँस्नु छिटो ल हाँस्नु न यता हेरेर ल म भन्छु रे भाइ म त बुढाबुढी मान्छे छोरा जस्तो छौ किन यस्तो गर्छ फेरि अब 500 नदिए 1000 नदिए भने 500 दे म पत्याउँदिन त ल धन्यवाद ल आशीर्वाद सदा सुखी रहो ल मेरो आशीर्वाद लाग्छ नि म एकदम ठाकुर बाबाको भक्तमा छु म ल क्या रुको त नि सिस्टर त फेरि रोइदिने अनि फेरि ला बहिनी चाहिँ अहिले क्लियर बात बहिनीले चाहिँ पैसा पठाएको रहेछ कुबेरबाट उसको नाममा परिचय कागज नभएर पैसा ननिक्लेको अनि त्यही भएर आज दिनभर खटेर ल खोइ त हाम्रो च्यानललाई माया गरिदिनु आशीर्वाद दिनु त नि च्यानललाई पनि माया गरिदिनु सबैले हेरिदिनु भन्नु यतिकै बोल्दा बोल्दा मलाई सबै कुरा लिएर ल बज्या बनायो बोल्दा बोल्दा सबै अघि त के गाडी उता जाँदै थियो नि डर पनि लाग्यो मलाई रुख मलाई त्यही भएर भनेको अब कहाँ लान्छ के गर्छ तिम्रो चाहिँ फोन नम्बर देऊ त मेरो फोन नम्बर ल दे त कविता रुँदैछस् त पनि